यस्तै हुन्छ हौ साथीहरू, पर्खापर्खी गर्दाखेरि नि एकअर्कामा पर्खापर्खी गऱ्यो 3 साढे 3 भइहाल्यो र हामी चाहिँ अहिले यहाँ टासी भ्यू पोइन्टबाट निस्क्यौँ सिधै कवि तिङदाबाट पनि तल गाउँ बस्ती कहाँ छ अरे है। अनि त्यहाँ चाहिँ हाम्रो एकजना साथीको भाइ होइन, अस्तिको एउटा डरलाग्दो पानी परेको थियो, त्यो समयमा चाहिँ सायद घाँस दाउरा गर्ने क्रममा होला त्यो एउटा कुनै खोलामा चाहिँ उहाँ चिप्लिएर उहाँको देहान्त छ है। त्यसैले उहाँको चाहिँ आज 49को काम रहेछ, दुःखदको काम है। 49 दिन पनि पुगेछ। त्यसैले गर्दा यहाँ चाहिँ आज हामी साथीहरूले खबर गरेर चाहिँ हामी साथीहरू 3-4 गाडी मिलेर चाहिँ जाँदैछौँ त्यो कवि तिङदाबाट पनि तल बस्ती कहाँ छ अरे है। फर्स्ट टाइम जाँदैछौँ। साथीहरू अगाडि छ, सायद एउटा गाडी पछि पनि होला। अनि हामी चाहिँ जाँदैछौँ। हाम्रो यहाँको बाटो चाहिँ यस्तो छ साथीहरू। फिलहाल चाहिँ बिटु भन्छ होला यसलाई, सायद बिटु। नर्थ सिक्किम र इस्ट सिक्किमको बोर्डर है यो चाहिँ, बोर्डरको पुल है, इस्ट सिक्किम नर्थ सिक्किम। र यहाँनिर चाहिँ वेलकम टु नर्थ सिक्किम लेखेको छ है। गाडी खार्लाङ र खुल्टुङ हल्लेकोले गर्दा राम्रो देखाउन सकिनँ है साथीहरू। र सिमसिम पानी पनि परिरहेको छ है। यहाँको दृश्य उँभो उन्दो भनौँ एकदमै हरियाली र पानी परेकोले गर्दा होला सायद यहाँ पनि पानी एकदमै मजाको छाँगा है। सुन्दर सुन्दर। आज चाहिँ सायद अफ सिजनले गर्दा होला टुरिस्टहरू पनि छैन रहेछ है। अलिअलि हाम्रो लोकल टुरिस्टै रहेछ है। हाम्रो लोकल टुरिस्ट अलिअलि रहेछ। यहाँ चाहिँ आज ड्राइभिङ सिटमा चाहिँ हाम्रो बहिनी है, शर्मिला बहिनी। एकदमै लुक्स चाहिँ उहाँले चाहिँ एकदम भाइकै बनाएको छ है। हामी अब भाइ जस्तै भएर चाहिँ उहाँले चलाउनुहुन्छ गाडी है। लङ ड्राइभ पनि गर्नुहुन्छ। सिलगढी, दार्जिलिङ, कालिम्पोङ सबै उहाँले चाहिँ लङ ड्राइभ गर्नुहुन्छ। टुरिस्टलाई अपरेट गर्नुहुन्छ। एकदम ट्यालेन्ट बहिनी हुनुहुन्छ उहाँ चाहिँ। अलिकति बाटो रफ छ यहाँ चाहिँ साथीहरू। पानी लगातार है सिमसिम सिमसिम परि नै रहेको छ अहिले पनि। यस्तो छ साथीहरू हाम्रो पहाडको बाटो चाहिँ है। र साथीहरू अहिले चाहिँ हामी यहाँबाट है कवि सायद पुग्न लाग्यौँ होला। कवि तिङदा है हामी पुगिसकेछौँ। अब यहाँबाट चाहिँ कहाँ हो कुनी ओह्रालो लाग्नुपर्छ अरे भनेको चाहिँ सुनेको थिएँ। साथीहरूलाई सायद बाटो थाहा होला। यहीँबाट ओह्रालो सानो बाटो है, गल्ली जस्तो बाटो रहेछ। अलिकति अप्ठ्यारो अप्ठ्यारो है, एकदमै डाउन 60 डिग्री डाउनमा। हाम्रो वाङ्दी साथी सायद मरो घरबाटै फर्किनु भएको होला है। हेलो हेलो हेलो, गुड आफ्टरनुन है, गुड आफ्टरनुन। अलिकति गाडीमा चाहिँ म्युजिक बजेकोले गर्दाखेरि चाहिँ मैले त्यहाँको अलिकति के भन्छ साउन्डलाई चाहिँ अलिक म्युट गरेको छु है, किनभने फेरि अलिकति कपिराइट पनि आउँछ। र हामी चाहिँ अहिले मरो घरमा चाहिँ पुगिसक्यौँ। गाडी घुमाउँदै बहिनी। थकाइ जिउ तन्काएको हो कि स्टाइल पारेको हो कि हाम्रो सम्धीको चाहिँ खै। हेलो ल, फाइनली सबै आइपुगेछ है साथीभाइहरू। ल
ल मरो घरमा चाहिँ फाइनली सबैजना आइपुगेछ चार्ज भइगयो अब सुरु भयो चार्ज हुनु पर्यो र अब मरो घरबाट चाहिँ हामीले बिदा लियौँ अब र हामी चाहिँ अब कपिलुङचोक सिधै है कपिलुङचोक गएर हेर्ने हो है त्यो 3 चुला अरे कुनि के अरे हो त्यहाँको त्यो हिस्टोरिकल प्लेस त्यही त हामी कपिलुङचोक चाहिँ पुगिसकेको छ साथीहरू अर्को साथी पनि आइपुग्यो है अनि यहाँ कपिलुङचोक यो भित्रको ऐतिहासिक ठाउँ सो साथीहरूले अवलोकन गर्दैछ अनि हाम्रो बाबुदाले चाहिँ यस ठाउँको अलिकति वर्णन गरिदिने कोसिस पनि गर्दैछ है यहाँनिर बोर्डमा चाहिँ यहाँको के रहेछ यहाँनिर लेखिदिएको रहेछ कोही फोनमा व्यस्त कोही यहाँनिर छक्क परेर चाहिँ हेरिरहेको छ हाम्रो साथीहरू यहाँ आइतमान साथीले चाहिँ बुझाउने कोसिस गर्दैछ है यहाँ बोर्डमा पढ्दै दिन अलिक धुम्म भएकोले गर्दा अलिक चिसो है भित्र अलिक अँध्यारो पनि छ अशोक चौक नयाँ बाटो बन्नेकोदेखि चाहिँ हामी आएका थियौँ यति राम्रो बनाएछ कि यो कपिलुङचोक भन्ने जग्गामा चाहिँ पहिला चाहिँ हामी झोडी जङ्गलमा हिँडेर आउँथ्यौँ हो राम्रो बनाएछ अहिले चाहिँ धेरै डेभलप भएछ अहिले हाम्रो यहाँ साथीहरूसँग घुम्न राम्रो लाग्यो आउनुहोस् आउनुहोस् ओके र फाइनली हामी चाहिँ कपिलुङचोक पनि घुमिसक्यौँ है अनि हाम्रो आइतमान साथी चाहिँ पहिला पनि घुम्नु भएको रहेछ है धेरै पहिला यो ठाउँमा त्यस बेला चाहिँ अलिकति जङ्गल टाइपको है मान्छे अब यहाँनिर हेर्न रुचाउनेहरू सायदै कम्ती नै थिए होला